नमस्कार साथीहरू, म तपाईको साथी डाक्टर नवीन चापागाई, होमियोपैथिक चिकित्सक। स्वागत गर्दछु तपाईलाई हाम्रो यो युट्युब च्यानलमा। पेटभित्र गहिरो खालको दुखाइ हुने, पिसाब गर्दा एकदमै पिसाब पोल्ने, बारम्बार अस्पताल क्लिनिक दौडिनु पर्ने, नदुख्ने सुई पनि लगाउनु पर्ने। के तपाईलाई पनि यस्तो समस्या भएको छ? यदि यस्तो समस्या छ भने तपाईको शरीरभित्र एउटा शत्रु लुकेर बसेको हुन सक्छ। त्यो हो किडनी स्टोन अर्थात् मृगौलाको पथरी। तर डराउनु पर्दैन। आजको भिडियोमा हामी जान्ने छौं यो पथरी किन बन्छ, पथरी कति प्रकारका हुन्छन्, यसका लक्षणहरू कस्ता हुन्छन्, के होमियोपैथीले बिना अपरेसन पथरी निकाल्न सक्छ, अनि पथरी बन्नै नदिन के उपायहरू गर्नुपर्छ भन्ने बारे छोटकरीमा तपाईलाई हामी बुझाउने छौं। कृपया अन्तिमसम्म हामीसँगै रहनुहोला। ल्यो अब सुरुवात गरौँ। सर्वप्रथम किडनी स्टोन भनेको के हो यो बारे बुझौँ। स्टोन अथवा पथरी हाम्रो पिसाब प्रणालीमा बन्ने कडा र कणयुक्त एउटा पदार्थ हो। यो तब बन्छ जब पिसाबमा हुने खनिजहरू जस्तै क्याल्सियम, अक्जेलेट, युरिक एसिड जस्ता पदार्थहरू धेरै भई जमेर सानो सानो क्रिस्टल बन्दछन्। यी क्रिस्टलहरू बिस्तारै मिलेर किडनीभित्र स्टोन बन्दछ। पानी कम पिउनाले, बढी मात्रामा नुन, चिनी अनि प्रोटिनको सेवन गर्नाले, साथै वंशानुगत कारणले पनि, अनि पिसाब रोकिरहने बानी जस्ता कुराहरूले पनि तपाईमा स्टोन बन्न सक्दछ। किडनीमा बन्ने स्टोनका प्रकारहरू चाहिँ के छन् त? अब यो बारेमा पनि हामी बुझौँ। पथरीहरू एउटै खालको हुँदैनन्। यिनीहरू 4 प्रकारका हुन्छन्। पहिलो छ क्याल्सियम अक्जेलेट। सबैभन्दा सामान्य अनि धेरै मानिसहरूमा यो खालको स्टोन भएको हामी देख्दछौँ। त्यसैगरी क्याल्सियम फस्फेट, यो चाहिँ विशेष गरी अल्कालाइन पिसाबमा बन्दछ। त्यसैगरी युरिक एसिड, धेरै मात्रामा प्रोटिन भएका खानेकुरा खाँदा युरिक एसिड स्टोन बन्दछ। त्यसैगरी स्ट्रुभाइट, पिसाबमा बारम्बार हुने संक्रमणको कारणले बन्ने खालको पथरी हो यो। यिनीहरू त भए पथरीका प्रकारहरू। अब कुरा गरौँ पथरी हुँदाखेरि चाहिँ कस्ता कस्ता खालका लक्षणहरू देखिन्छन् त? अब यो बारे हामी बुझौँ। पेटमा दुख्ने, पेटको दायाँ बायाँ अनि कोखातिर पनि दुख्ने, पछाडि ढाडमा अत्यधिक खालको दुखाइ हुने, पिसाब गर्दाखेरि पिसाब पोल्ने, बारम्बार पिसाब लाग्ने, कहिलेकाहीँ पिसाबमा रगत पनि देखिने, वाकवाकी लाग्ने, कसैलाई बान्ता पनि हुने जस्ता खालका लक्षणहरू देखिन्छन्। अब बुझौँ यसको होमियोपैथिक उपचारको बारेमा। होमियोपैथीमा किडनी स्टोनमा प्रयोग गर्ने धेरै नै औषधिहरू हुन्छन्। यी औषधिहरूले ससाना अनि मझौला खालका पथरीहरूलाई पिसाबबाट सर्जरी नगरिकनै बाहिर निकालिदिन्छन्। अनि राम्रोसँग होमियोपैथिक औषधिहरूको सेवन गरियो भने आगामी दिनमा पथरी बन्ने प्रक्रिया नै पनि रोकिदिने हुन्छ। म टप 5 वटा होमियोपैथिक औषधिहरूको नाम तपाईलाई जानकारी गराउँदैछु। जस्तै बर्बेरिस भल्गेरिस, क्यान्थेरिस, लाइकोपोडियम, सर्सापेरिला, हाइड्रेन्जिया इत्यादि धेरै नै औषधिहरू हुन्छन्। तर ध्यान दिनुहोस् है त, यी औषधिहरू चिकित्सकको सल्लाह बिना आफै किनेर चाहिँ प्रयोग कदापि पनि नगर्नुहोला। अब अन्तिममा पथरी हुन नै नदिन तपाईहरूले के उपायहरू गर्नुपर्ने हुन्छ त? त्यो बारेमा पनि म तपाईलाई जानकारी गराउँदैछु। पानी प्रशस्त मात्रामा पिउनुपर्छ। दिनमा कम्तीमा पनि 2.5 लिटर पानी पिउनुहोस्। नुनको सेवन एकदमै कम गर्नुहोस्। कम प्रोटिनयुक्त खाना खानुहोस्। त्यसैगरी चिनीको सेवन पनि कम गर्नुहोस्। दूधबाट बनेको खानेकुराहरूको सेवन पनि एकदमै कम मात्रा गर्नुहोस्। अल्कोहलको सेवन नगर्नुहोस्। अक्जेलेट युक्त खानेकुरा, पालुङ्गु, बदाम,
चकलेटको सेवन कम मात्रामा गर्नुहोस्। त्यसैगरी मासुको सेवन पनि कम गर्नुहोस्। कोल्ड ड्रिङ्क्स लगायत वस्तुहरूको सेवन कदापि पनि नगर्नुहोस्। नियमित रूपमा पिसाब फेरिहाल्नुपर्छ। कहिल्यै पनि लामो समयसम्म पिसाब रोकिरहने गर्नु हुँदैन। शारीरिक गतिविधि बढाउनुहोस्, व्यायाम गर्नुहोस्, खेलहरू खेल्नुहोस्, सुस्त जीवनशैली बन्द गर्नुहोस्। अनि कम्तीमा पनि वर्षमा एक पटक किडनी फङ्सन टेस्ट, पिसाबको जाँच र पेटको अल्ट्रासाउन्ड गरी आफ्नो मृगौला ठिक छ कि छैन या मृगौलामा पत्थरी भएको छ कि छैन अनिवार्य रूपमा तपाईँले जाँच गर्नुपर्छ र कुनै पनि समस्या देखिए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ। बुझ्नुभयो? हस् त आजलाई यति नै। हामीलाई तपाईँले अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने अवश्य पनि गरिदिनुहोला। आफ्नो नोटिफिकेसन बेल पनि अन गरेर राख्नुहोला, किनकि हामी सधैँ यो युट्युब च्यानलमा तपाईँलाई जिन्दगीभरि काम लाग्ने स्वास्थ्य सम्बन्धी भिडियोहरू लिएर आइरहनेछौँ। हाम्रो च्यानलमा गएर सबै भिडियोहरू तपाईँले हेरिदिनुहोला। हामीलाई सम्पर्क गर्ने इच्छा भएमा यहाँ स्क्रिनमा हामीले हाम्रो नाम, हाम्रो ठेगाना, हाम्रो इमेल, हाम्रो फोन नम्बर र व्हाट्सएप नम्बर हामीले सबै राखिदिएका छौँ। कृपया स्क्रिनमा हेरेर हामीलाई तपाईँले सिधै सम्पर्क गर्न सक्नुहुनेछ। अनि यो भिडियो आफ्ना साथीभाइहरूलाई पनि सेयर गर्न नभुल्नुहोला, उहाँहरूलाई पनि काम लाग्न सक्छ। त्यसैले ल त आजलाई बिदा। तपाईँको दिन शुभ रहोस्। बाई बाई, नमस्ते।